हेलो गाइज नमस्ते वेलकम छ सबैजनालाई वेलकम छ। म चाहिँ अमरेला स्टिक आइपुगेको छ। अमरेला स्टिक यो चाहिँ भक्त महानगरपालिका भक्तपुरमा आएको छ। भक्तपुरमा पर्दो रहेछ यो चाहिँ अमरेला स्टिक। यो चाहिँ अमरेला स्टिक साथीहरूलाई हेर्नुहोस्। यो चाहिँ भरतपुरमा भक्तपुरमा माई मिस्टेक भरतपुरको पर्दछ। यो चाहिँ अमरेला स्टेप यस्तो दामी छ नि अमरेला स्टेप। यहाँ चाहिँ खाने बस्ने एकदम आनन्द छ, एकदम रमाइलो ठाउँ रहेछ। सबैतिर यस्तो छ स्टेप छ नि त्यो यस्तो दामी रहेछ कि यहाँ चाहिँ अमरेला भनेको अमरेला स्टेप हो। यस्तो खाने बस्ने ठाउँ सबै रेस्टुरेन्ट एकदम राम्रो छ कि यहाँ चाहिँ एकदम राम्रो छ। यहाँ चाहिँ गाइस अमरेला स्टेप दामी छ। यो चाहिँ अमरेला स्टेप भरतपुरमा पर्दो रहेछ होइन। भरतपुरमा गाई छ सबैजनाले हेरेर सबैजना यस्तो राम्रो रहेछ। यहाँ चाहिँ अमरेला स्टेप भन्ने चाहिँ हेर्नुहोस्। यस्तो खाने बस्ने एकदम रमाइलो छ, दामी छ नि ठुलो आवाज यसलाई नै अमरेला स्टेज भन्दो रहेछ होइन। गाई सबैले हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। ल यस्तो विभिन्न पर्यटकीय क्षेत्र रहेछ यहाँ चाहिँ। प्रायः चाहिँ पर्यटकीय क्षेत्रको लागि यहाँ चाहिँ अब पानी उम्लिरहेको थियो कि अहिले त छैन होइन। अहिले त उम्लिरहेको थियो, अहिले त स्टेप रोकिएर रहेछ। यो चाहिँ तपाईँ पर्यटकीय क्षेत्रको लागि पर्दो रहेछ। हो वहाँ पारि देखिरहेको छ नि त्यो परेको नदी चाहिँ राप्ती नदी पर्छ। राप्ती नदी यो चाहिँ राप्ती नदी पर्दो रहेछ उहाँ चाहिँ। त्यो चाहिँ राप्ती नदी पनि आइपुग्यो। म त राप्ती नगरी किनारतिर पनि आइपुग्यो गाइज। हेर्नुहोस् यहाँ चाहिँ पानी झरिरहेको थियो होइन तपाईँको। यहाँ चाहिँ अहिले झरेन, अहिले त झरिरहेको थियो। होइन यस्तो गाइज हेर्नुहोस्। यहाँ त पर्यटन क्षेत्रको लागि एकदम राम्रो एकदम स्थल रहेछ कि गाइजले सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु गाइज। यस्तो घाम लागिरहेछ होइन भरतपुरमा। भरतपुर चितवन पर्दो रहेछ यो चाहिँ गाइज। सबैले हेरेर साथ सपोर्ट गरिदिनु होला। तपाईँ यहाँ यस्तो अमरेला स्टेप यस्तो छ। हेर्नुहोस् अमरेला स्टेप्स यो चाहिँ अमरेला स्टेप पर्दो छ गाइज। यस्तो दामी छ एकदम शीतल पनि छ। एकदम हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। ल यस्तो दामी फोटोहरू चाहिँ यो चाहिँ प्रायः चाहिँ पर्यटक क्षेत्रको लागि एकदम उद्यम स्थल रहेछ कि यो चाहिँ। आउने बस्ने खाने बस्ने सबै यस्तो दामी प्रकारका छन्। के छन् सबै छ नि। हेर्नुहोस् चुलोमा यस्तो दामी छ एकदम पर्यटक स्थलका लागि एकदम हराभरा भने एकदम राम्रो। यस्तो राखिरहेको छ र गाईहरूलाई हेर्नुहोस् हेर्नु भएको छ नि यस्तो दामी छ। यस्तो पुरा ठाउँ छ गाइज र हेरेर साथ सपोर्ट गरिदिनु भन्न चाहन्छु। एभ्रिवान सपोर्ट। म चाहिँ यहाँ ठ्याक्कै आज भरतपुरको अमरेला स्टिकमा आइपुगेको छु। तपाईँलाई सानो मिनी ब्लग बनाउँदैछु गाइज। ल पारिको नदी चाहिँ राप्ती नदी परेछ। राप्ती नदीमा यस्तो हरियाली छ। राप्ती नदी देख्नु पनि गाइज मैले देखाइरहेको छु है। सबैजनाले हेर्नुहोस् राप्ती नदी किनारनिर चाहिँ अमरेला स्टेप रहेछ। अमरेला स्टेट यो लेखाएको छ होइन, उल्टो परेको छ त्यही पनि अमरेला स्टेप। यो चाहिँ अमरेला स्टेप गाइजहरूलाई हेरेर साथ सपोर्ट गरिदिनु होला भन्ने पूर्ण आशा गर्दछु। के कस्तो लाग्छ हजुर आउनु भएको छैन आउनुहोस्। यहाँ भरतपुर चितवनमा पर्दछ अमरेला स्टेट भन्ने चाहिँ गाइजहरू सबैले। यस्तो हरियाली छ। उता राप्ती नदी त्यहाँ तल उतापट्टि जङ्गल यस्तो रहेछ। राप्ती नदी छेउमा आइपुगेको छ गाइज। राप्ती छेउको नदीमा आइपुगेँ म चाहिँ। राप्ती नदी पनि आइपुग्यो गाइजहरूलाई गाइज सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला भन्ने पूर्ण आशा गर्दछु। र सबै न्यू फ्रेन्डहरू पनि यसो साथ सपोर्ट गर्नु जोइन गर्नुहोस्। एकअर्कामा पनि सपोर्ट गरिदिनुहोस्। तपाईँहरूलाई पनि म ब्याग दिन्छु गाइज। सबैजनाले एकदम तपाईँलाई मैले राप्ती नदी देखाएर सकेँ। म मास्तिर लाग्दैछु। के कस्तो लाग्छ हजुरलाई जानकारी गराउनुहोस्। यस्तो दामी छ। ल हेर्नुहोस् यहाँ यस्तो लगाएको छ है। त्यो पेयर पनि छ गाइज। राप्ती नदीमा आइपुगे भनेर हेर्नुहोस् यस्तो घाम पनि राखिरहेको छ।
थिएन गाइज। यस्तो दामी बवाल छ गाइज ठाउँहरू नि, तर घाम लागेर यस्तो तनाव चाहिँ यस्तो घाम छ। यहाँ त्यो सिंहला के चित्र देख्नुभयो नि तपाईँले ल? ल खतरा छ ल, म देखाएर जस्तो नि तपाईँहरूलाई यस्तो दामी दामी छ गाइज। सबैले हेरेर साथ सपोर्ट गरिदिनु है गाइजहरू सबैजनाले। राप्ती नदी अमरेला स्टेपमा आइपुगेँ म त गाइजहरू। अमरेला स्टेपमा आएर यसो घुमघाम गर्दैछु। तपाईँहरू पनि आउनुहोस् घुम्नलाई। तर लास्टै गर्मी छ यहाँ। अहिले त्यहाँ पानी चलिरहेको थियो, अहिले त पानी चलाएन गाइज। त्यही भएर सबैजना हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। म त अमरेला स्टेपमा आइपुग्यो गाइजहरू। यस्तो गर्मी पो छ अमरेला स्टेपमा, लास्ट गर्मी छ यार गाइज। त्यो गर्मी छ, मौसम गर्मी छ, गर्मी यस्तो गर्मीले तनाव छ, तनाव छ गाइज। अमरेला स्टेप लास्टै गर्मी भयो यार। पानी खानु पऱ्यो यार, मात्रै पानी खानु पऱ्यो गाइज। हावा चलाएन यस्तो शीतल यार, यस्तो गर्मी छ यार। र हेर्नुहोस् अमरेला स्टेप यही हो गाइज। तपाईँहरू आउनु भएको छैन, आउनुहोस्। तपाईँले घुम्नु एकदम रमाइलो छ। पसिना एकदम राम्रो रहेछ। म चाहिँ आइपुगेँ अमरेला स्टेप बसिरहेको छु गाइज। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु हामी पूर्ण आशा गर्दछु। हेर्नुहोस् यो पानी चल्यो त्यहाँ त्यो तर पानी देखाएको छु म यार। यो पानी स्टेप यो चल्दो रहेछ हेर्नुहोस् ल, यस्तो पानी चलिरहेको नि यस्तो पानी खतरा झर्ना ल, यस्तो बबा छ, यस्तो दामी छ। तपाईँहरू आउनुहोस् है घुम्नलाई। यस्तो दामी देखेर छ अमरेला स्टेपमा चाहिँ यस्तो दामी चलिरहेको छ। हेरेर लगाएर गाइज सबैले हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। यस्तो छ अमरेला स्टेपमा चाहिँ दामी चलिरहेको छ, बवाल छ हेर्नु गाइज। यस्तो बवाल चलिरहेको छ। यस्तो ठाउँ छ यार पर्दैछ। तपाईँहरू पनि आउनु भएको छैन, आउनुहोस् है यहाँ। यस्तो रमाइलो ठाउँ छ यो चाहिँ पानी गोवा यस्तो फोकस छ, दामी छ नि अमरेला स्टेप। यो चाहिँ अमरेला स्टेप आइपुग्यो ल गाइज। अमरेला स्टेप आइपुग्यो है। रमाइलो लाग्यो भिडियो झन् देखाएँ गाइज। सबैले हेरेर साथ सपोर्ट गरिदिनु होला भने पुनः आशा गर्दछु गाइजहरू ल। कस्तो गर्मी भएको यार। अमरेला स्टेप यस्तो छ गाइज। तपाईँहरू आउनुहोस् है घुम्नलाई। कस्तो लाग्छ, राम्रो लाग्छ, एकदम घुमाइलो छ ठाउँ चाहिँ। आउनुहोस् हेर्नुहोस्, अनुभव लिनुहोस् के कस्तो लाग्छ। राम्रो छ रेस्टुरेन्ट, राम्रो रहेछ बस्नु खाँदा बवाल छ। एभ्रिवान सबैजनाले साथ सपोर्ट गरिदिनु होला भने पुनः आशा गर्दछु। र पछि फेरि अब नेक्स्ट भिडियो लिएर आउने बाचा गर्दै अहिलेको लागि चाहिँ बाई, टेक केयर। सबैजनाले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु।